रविन्द्र ढाट रोड टु UFC को सेमिफाइनलमा प्रवेश गरेका छन्। मेनी कङ्ग्रेचुलेसन्स टु द इन्टायर टिम है। यो न्युजलाई अथवा यो डिजाइनलाई आधार मानेर चाहिँ म तपाईँहरूलाई एउटा कुरा सिकाउन गइरहेको छु अनेपाली स्न्यापमा है। यदि तपाईँहरूले अनेपाली स्न्यापबाट टेम्प्लेटहरू युज गरेर डिजाइन बनाउँदै हुनुहुन्छ भने कतिजनाले चाहिँ मलाई कमेन्टमा सोधिराख्नु भएको हुन्छ कि कुनै फोटोहरू सेलेक्ट गर्न मिल्दैन अथवा फोटोहरू एडिट गर्न मिल्दैन, कुनै लेयरहरू सेलेक्ट गर्न मिल्दैन भनेर सोधिराख्नु भएको हुन्छ क्या। सो त्यसको कारण चाहिँ सिम्पल छ। कुनै लेयरहरूलाई चाहिँ लक गरेको हुन्छ सो द्याट झुक्केर यताउति नसरोस् भनेर के। अब टेम्प्लेट युज गर्दाखेरि त धेरै कुरा चेन्ज गर्न पर्दैन नि त। जस्तै मानिलिउँ यो फोटोको अगाडि चाहिँ यो एउटा कालो फेडवाला लेयर छ अनि टेक्स्टको पछाडि छ क्या त्यो। अब यसलाई त तपाईँले जेनरली सार्नु पर्दैन भन्ने हिसाबले लक गरेको हुन्छ है। सो त्यसलाई चलाउनलाई चेन्ज गर्नलाई चाहिँ के गर्ने त भन्दाखेरि क्लिक एन्ड होल्ड गर्ने, यहाँनिर तपाईँको लेयर सेलेक्ट भएर आउँछ, यहाँ लक्ड भनेर आउँछ है। सो यति गरिसकेपछि यसलाई यहाँनिर अनलक गर्न मिल्छ तपाईँले है। अनलक भयो, अब चाहिँ तपाईँको यो सेलेक्ट गरेर यताउति सार्न मिल्छ क्या है। अन्डु गरिदिन्छु अहिले, अन्डु यो गरेर अब यसको कलर चेन्ज गरिदिउँ हामी। यसो गर्ने टक्कसँगले ल यो गरेर चाहिँ तपाईँले चेन्ज गर्न मिल्छ है त। ओके बाई।